देशभरिमा निर्वाचनको माहौल चलिरहेको छ। घन्टी छापको एकदमै बोलबोला चलिरहेको छ। त्यसैको बिचमा एउटा गम्भीर प्रश्न उठ्दै गएको छ। 3 करोड जनसङ्ख्या भएको नेपालमा प्रदेश सरकार साँच्चै आवश्यकता छ? कोशी प्रदेशमा 3 वर्षमा 6 सरकार फेरुनु सुशासन हो कि असफलता हो? गाउँमा सिटामल छैन, तर मुख्यमन्त्रीहरू प्लेन चढेर लाखौँ खर्च गरिरहेका छन्। यो न्यायोचित छ? यो उचित छ कि आज हामी कोशी प्रदेशको खर्च, राजनीतिक अस्थिरता र बालेन्साको बदलितो आदान माथि गहिरो छलफल गरेको छु। दर्शकबिन, कोशी प्रदेशको बनेको 3 वर्ष पनि नपुग्दा 6 जना मुख्यमन्त्री, 17 पटक मन्त्री परिषद विस्तार, सरकार बनाउन र ढाल्ने खेल बाहेक ठोस उपलब्धि शून्य यो संघीयता हो कि राजनीतिक प्रयोगशाला हो? कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौँ आउ जाउ गर्दा मात्रै 55,79,000 रुपियाँ भत्ता, मात्रै 20,88,000 रुपियाँ सबैभन्दा धेरै खर्च गर्ने हिक्मत कुमार कार्की 10,93,000, केदार कार्की 10,48,000। यो खर्च प्रदेश सरकारको ढुकुटीबाट हो। जब गाउँमा औषधि छैन, बाटो छैन, रोजगारी छैन, त्यहाँ बेला सत्ता बसेकाहरू प्लेन टिकट र भत्ता करोडौँ उडाउँछन्। 85 करोडको मुख्यमन्त्री आवास र विलासिता घर श्रम। दर्शकबिन, ललितपुरको भैँसीपट्टीमा 85 करोड भन्दा बढीको खर्च, 7 मुख्यमन्त्रीको लागि विलासी आवास। त्यहाँ के सुविधा छ? के छ? योग कक्ष र अध्ययन कक्ष, अट्याच बाथरुम, बगैँचा, पोखरी, डिजेल जेनेरेटर, लाखौँ लिटर पानी ट्याङ्की, निजी सचिवालय, सुरक्षाकर्मी, ड्राइभर। यो दोहोरो सुविधा खारिज गर्न सर्वोच्च अदालतमा रिट पनि दर्ता भइसकेको छ। तपाईँहरूको माग के छ? यस्तो सुविधाहरू रिट भएको दायर अहिले खारिज गर्न भएको छ। तपाईँहरूले के चाहन चाहन्छ? तपाईँहरू कमेन्टमा पनि भन्नु साथीहरू। काठमाडौँ मेयर भन्दा प्रदेश चाहिँदैन, प्रदेश सभा चुनाव बहिष्कार, संघीयता खर्चिला भनेर आलोचना गरेको थियो। तर आज बालेन्सा प्रदेश चाहिन्छ, प्रदेश खर्चिलो छैन, म संघीयताको पक्षधर हुँ। किन यस्तो यो युटर्न भएको छ? राजनीतिक विश्लेषकहरूले भनिरहेका छन् काठमाडौँमा संघीयता विरोधी बने, मधेस झर्दा संघीयताको कट्टर पक्षधर, सुदूरपश्चिम पुग्दा मौन। यो विचार परिवर्तन हो कि भोटको राजनीतिक हो? तपाईँहरू कमेन्टमा पनि भन्नु साथीहरू। प्रदेश सरकार समस्या के हो? प्रदेश सरकारहरूको समस्या के छ? आज नेपालमा केन्द्र सरकार, 7 प्रदेश सरकार, 753 स्थानीय सरकार, प्रदेश सरकारमा मुख्यमन्त्री, प्रदेश मुख्यमन्त्री, सभामुख, सचिवालय, सुरक्षाकर्मी, सवारी सुविधा। प्रश्न हो कि होइन कि तलब कति छ? प्रश्न यो हो कि काम कति भएको छ? ठुला वर्ग भन्छन् प्रदेश सरकार साना राजा, खर्च धेरै, परिणाम कम, विकास होइन, सत्ता सङ्घर्ष। त्यही कारणले रापरा खुल्ला रूपमा खोजी पक्षमा, रापरा आफै सुविधा र जनता प्रदेश विरोध बलियो हुँदै गएको छ। निष्कर्ष के छ दर्शकबिन? यो भिडियोमा यो प्रदेश संरचना सुधार्ने कि खारिज गर्ने, संघीयता जनताको लागि हो कि नेताको लागि सुविधा लागि हो? बालेनको बदलितो आदान सही हो कि आवश्यकता? तपाईँको विचार, तपाईँको धारणा र तपाईँको प्रतिक्रिया के छ? कमेन्टमा भन्नु साथीहरू। लिम्पियाधुरा लिपुले कालापानी सहितको हाम्रो भूभाग फिर्ता ल्याउनेछौँ। 60 वर्ष भयो हामीले यो भूभाग कालापानी लिम्पियाधुरा लिपुले गुमाएको, अब फिर्ता हुनुपर्छ। फेरि चर्किएको छ। लिम्पियाधुरा लिपुले कालापानी क्षेत्रलाई लिएर भारत र चीन बीचको भएको पछि सम्झौतापछि नेपालमा तीव्र विरोध सुरु भएको छ। सन् 1816 को सोगोली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको
काली मुहानको काली नदी नै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा हो। तर भारतले पटक पटक नक्सा परिवर्तन गर्दै नेपाली भूभाग र अतिक्रमण गर्दै आएको आरोप आइएको छ। भूगोलविद डाक्टर नरेन्द्र राज खनालका अनुसार भारतले विभिन्न समयमा 6वटा नदीलाई काली नदी भनेर उल्लेख गर्दै आएको छ। सीमा निर्धारण भन्ने र भ्रम सार्वजनिक गरिएको छ। उनका अनुसार लुम्बियाधराबाट बगेको नदी नै सबैभन्दा लामो धेरै पानी बग्ने र काली जलधारको मुख्य नदी भएको त्यही नदीलाई सिमाना र मान्नु पर्छ। भारतको सरकारी निकाय सर्भे अफ इन्डियाले 2016 र 2019मा सार्वजनिक नक्सामा लुम्बियाधरा क्षेत्र भारततर्फ पारेको देखेको थियो, जसले नेपालले कडा विरोध गरिएको थियो। भारत चीन लिपुलेक नाकाबाट व्यापार पुनः र सुचारू गर्ने सहमति गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो। राष्ट्रपति मन्त्रालय लुम्बियाधरा, लिपुलेक र कालापानी नेपालकै अभिन्न अङ्ग भएको स्पष्ट पारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद वार्ता र कूटनीतिक मध्यबाट समाधान गर्ने नेपालको आह्वान रहेको बताएको थियो। नेपाल सरकारले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउने तयारी समेत गरेको थियो र पठाएको थियो। यही अहिलेसम्म अपडेट र थप समाचारका लागि